हामी यहाँ ट्याचु खिच्दै यता पनि राम्रो छ, यता पनि राम्रो छ, यता पनि राम्रो छ, राम्रो छ, सब राम्रो छ। ओ यो के हो यस्तो? यहाँ पानी उभ्याउनु लाग्यो, पानी पर्न लाग्यो। मजा हामी बाटैमा। यहाँ चाहिँ सफा गर्ने हुनु रहेछ, यसको हेरदेखले गर्ने। यहाँबाट आर्मी दाइहरू बस्नु भएको छ। यहाँ चाहिँ बिहान आउनु रहेछ यहाँ, अनि गएर हामी चाहिँ फर्केको। गर्मी धेरै भयो, यस्तो राम्रो राम्रो रहेछ। हामी चाहिँ अब फर्केको खै बुटोल फुलबारी होइन, फर्किनु पऱ्यो भनेर फर्केको। गर्मी भयो धेरै, त्यही भएर फर्क्यौँ भनेर। कता गयो? आहा नाइस। ल्याउनु पानी फोहरा ठुलो त रहेन, सानो फोहरा रहेछ यो। यहाँबाट गेट, यहाँबाट आउने भित्र आउने, यहाँबाटै बाहिर जाने। भित्र पनि यही गेटबाट आउने, बाहिर पनि यही गेटबाट जाने। ल उता फुलबारी पनि छ, त्यो पनि राम्रो छ, राम्रै छ ल। एकपटक म सबैलाई देखाउँछु ल, सर यस्तरी। ल हेर्नुहोस् उठाउको फुलबारी, हामी यस्तरी फोटो खिचेर। ल म्याडम जाऊँ। ल एक्जिट यही हो, अनि इन्ट्री पनि यसैबाट। एक्जिट इन्ट्री एउटै गेटबाट गर्नुपर्ने रहेछ। राम्रो रहेछ, दामी दामी छ। तर जानुपर्ने कताबाट हामी जानुपर्ने यताबाट हो कि यताबाट हो? यहाँको बाटो हो, यताबाट हो। यहाँ त अटोहरू त छैन त। अटो भयो, अटोमा गइन्थ्यो होइन। यो पार्किङ रहेछ, बाइक पार्किङ गर्ने, कारहरू पार्किङ गर्ने ठाउँ, पार्किङ जग्गा रहेछ। यिनी दोकानहरू राम्रो छ। ल यो सेलरोटी समोसा पाके रहेछ। हामी त ब्रेकफास्ट त गरिसकेको बिहानै। यहाँ समोसा सेलरोटी सबै पाके रहेछ। ल बर्फी मिठाईहरू पाउँदो रहेछ, सब कुछ पाउँदो रहेछ। दामी छ, दामी 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 दामी। साह्रै गर्मी हो। यो गेट रहेछ यहीँ फुलबारीको। बुटोल यस्तो देखिन्छ यताबाट, हल्का थोरै देख्दो रहेछ, धेरै त देख्दैन। बुटोल ल हेर्नुहोस्, बुटोल खासै देखेको रहेछ।